हेलो मिनासान कोन्निचिवा मिनासान ओ गेन्की देसु का सन्चै हुनुहुन्छ सबैजना लङ टाइम नो सी फेरि पनि लामो समय पश्चात लगभग 4-5-6 महिना नै भयो होला मैले भिडियो नबनाएको फेरि उपस्थित भइसकेको छु हेरेर अन्तिमसम्म हेरेर साथ दिनु होला ओनेगाइसिमास मैले सुरुमा भन्न चाहे के जापान आउने एउटा सोच बनाइरहनु भएको छ त कुन भिजामा आउने कुन भिजामा आउँदा राम्रो होला हैन कुन भिजामा आउँदा कमाई कस्तो छ होला लगायतका विभिन्न जापान आउन चाहनेहरूले बुझ्न चाहने कुराहरू चाहिँ म तपाईहरुलाई मैले जानेको कुराहरू चाहिँ तपाईहरुलाई सिकाउन जहिले पनि तयार छु अबदेखि यस्तै सत्य तथ्यमा आधारित जानकारीमूलक कुराहरू चाहिँ तपाईहरुसँग चाहिँ एउटा पस्किन चाहने कुरालाई तपाईहरुलाई मैले अवगत गराएँ अबका दिनहरुमा मैले बनाउने भिडियोहरू एउटा जापानिज भाषा क्लासको लागि अर्को जापानमा भइरहेको कुराहरू भिजा सम्बन्धी कुराहरू लगायतका कुराहरू चाहिँ जानकारीमूलक भिडियोहरू चाहिँ म आगामी दिनहरुमा हाल्दै जानेछु तपाईहरुले माया दिनुहुन्छ अबदेखि साथ दिनुहुन्छ हेरिदिनुहुन्छ भिडियो भन्ने चाहिँ पूर्ण आशाका साथ म अगाडि बढ्नेछु मैले फेरि पनि भन्न चाहे जापानिज भाषा कतिसम्म पढ्नु भयो जापान बनाउने आउने एउटा सोच मात्रै बनाउनु भएको छ कि पढ्दै हुनुहुन्छ कि पढाइलाई निरन्तरता दिँदै हुनुहुन्छ कि अथवा N5 सके N4 सके अब कुन भिजामा आउने होला कुन भिजामा जाने होला भन्ने एउटा अन्नोइलमा हुनुहुन्छ कि अन्नोलमा हैन अब यदि त्यसो हो भने यो भिडियो तपाईहरुको लागि हुनेछ ध्यान दिएर सुन्नु होला मैले पनि आफूले पनि एउटा अनलाइन क्लासहरु गरिरहेको छु अगाडि बढिरहेको छु तपाईहरुलाई मैले सिकेको कुराहरु केही सिकाउँ केही दिउँ हैन भन्ने एउटा उद्देश्यका साथ मैले पनि एउटा अनलाइन क्लासहरु मैले आफै व्यक्तिगत रूपमा मैले खोलेर अनलाइन क्लासहरु अहिले गरिरहेको छु अहिले चाहिँ लेसन 14 सकेर 15 भर्खर सुरु भएको छ है 15 सुरु भएको छ N5 क्लासको 14 सुरु भएको लगभग क्लास सुरु भएको पनि 3-4 महिना नै भयो होला यस्तो हुन्छ सबै कुराहरु स्टुडेन्टमा भर पर्ने कुरा हो म मान्छु तर एउटा सेन्से भनेको टिचरले पनि विद्यार्थीले कसरी बुझ्दैछ हैन कसरी चाहिँ उले चाहिँ मैले पढाएको कुराहरु टिचरले पढाए जस्तै म टिचर मैले पढाएको कुराहरु चाहिँ उले चाहिँ कसरी बुझ्दैछ भन्ने कुराहरु ध्यान दिनु पर्ने पनि एउटा महत्त्वपूर्ण कुरा छ जस्तो लाग्छ हुन्छ जस्तो लाग्छ आजकलको अहिलेको जेनेरेसनमा हैन पढाए बापत अलिकति लिनुस् ठीक छ स्टुडेन्टलाई मार नपर्ने गरी भार नपर्ने गरी लिनुस् पारिश्रमिक लिन पाइन्छ तर पढाउने कसरी भोगेको के छ जस्तै मैले के भोगे त हैन मैले के भोगे त पढ्दाखेरि कतिपय कुराहरु गाह्रो भएको होला कतिपय कुराहरु सरलाई चाहिँ सोध्न नसकेको अवस्था पनि थियो होला तर त्यो कुरालाई चाहिँ निर्मूल पार्नु पर्ने चाहिँ हामीले अहिलेको टिचरहरुमा चाहिँ मैले देख्छु म आफै पनि नआत्तिकन नहडबडाइकन नआत्तिनुहोस् म यसरी पढाउँछु तपाईहरुलाई तर मेहनत चाहिँ तपाईहरुले गर्नुपर्छ यसरी पढाउँछु कि कहिले नबिर्सिने गरी पढाउँछु हरेक शब्द हरेक एउटा अक्षर पढ्दाखेरि सरको याद आओस् ल सरले यो भनेको थियो यसरी पढाएको थियो हामीले यसरी पढ्नुपर्छ भनेर
हो यदि साँच्चै नै मेहनत गरेर मैले सधैँ भनिरहेको कुरा यदि साँच्चै नै मेहनत गरेर जापान आउन चाहनुहुन्छ भाषा अलिअलि भए पनि जापानिजसँग चाहिँ बोल्न सक्ने गरी यदि भएर आउन सक्नुहुन्छ यदि चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला महँगो छैन म लिन्छु पारिश्रमिक लिन्छु हैन लिन्छु मैले दुःख गरेको छु मेहनत गर्छु स्टुडेन्टलाई कसरी चाहिँ कहाँनिर बुझ्दैन कसरी बुझाउँदा चाहिँ उनीहरूले बुझ्छ भन्ने कुराहरू मैले अलिअलि एक्सपिरियन्स गरेको छु अनुभव छ आउनुहोस् सँगै मेहनत गरौँ पढौँ अगाडि बढौँ नमस्ते धन्यवाद